हेलो गुड इभिनिङ सबैजनालाई। सबैजना ठिकै हुनुहुन्छ होला। आज चाहिँ म खाना सब्जी बनाउनको लागि लसुन अदुवा केलाउँदैछु। हेर्नुस् है हो आज चाहिँ अल्छी नगरी खाना सब्जी बनाउनु पर्यो भनेर चाहिँ लसुन अदुवा केलाउँदैछु। अन्त आज चाहिँ सब्जी के बनाउनु भइरहेछ। हजुरहरूले के खानुहुन्छ सब्जी अहिले के छ? म चाहिँ साग र भैँसीको मासु बनाउनु पर्यो भनेर पनि यहाँ प्याजहरू काट्नु थाले हो। प्याजहरू काट्दैछु। अहिले चाहिँ मलाई आँखा साह्रै पोल्छ, तर प्याजले चाहिँ आँखा पोलेर आँसु आउँछ। 2-3 वटा पनि केलाउन सक्दिनँ हो, तर पनि जबरजस्ती नसकी भए पनि केलाउँदैछ है बोक्रा हैन। मेरो आँखा पोल्छ नि त्यसको नि त म बोक्रा उखालिदिइहाल्छु नि त। यो प्याजलाई म कहाँ छोड्छु भन्दै यहाँनिर अब चाहिँ म अदुवा केलाउँछु हो। अन्त अदुवा चाहिँ तपाईँहरूले तास्नुहुन्छ कि कसरी गर्नुहुन्छ? म चाहिँ यसरी मजाले खरक पारेर चाहिँ खुर्किन्छु नि त। किनभने ताच्यो भने चाहिँ बोक्रामा पुरा अदुवा जान्छ हो। त्यसले गर्दा चाहिँ यसरी ख्यारक पारेर चाहिँ खुर्किन्छु। म चाहिँ अल्छी नगरिकन हेर्नु चाहिँ अल्छी नगरिकन म त यसरी पो खुर्किँदैछु त हो। अब खाना सब्जीपट्टि लाग्छु। अब चाहिँ रात पनि परिसक्यो, मजाले रात पर्यो, 6-7 बजी भयो। अन्त अब चाहिँ साग भुट्नु पर्यो भनेर यहाँ प्याजहरू खराउँदैछु। मजाले चलाइ बनाएर भुट्छु। भुटेर म सागहरू लगाउँछु। त्यहाँदेखि मेरो प्याज टमाटर पनि रेडी भइसकेको छ। अब लसुन अदुवा कुचाउँछु। हुन्छ साथी हो, मलाई चाहिँ त्यो मिक्सचर छ र पनि म मिक्सरले पिस्नु अल्छी लाग्छ। त्यसले गर्दा चाहिँ म चाहिँ यसरी सिलौटोमा पिस्छु हो। यहाँ भैँसीको मासु रेडी भएर काटेर राखेको छु। अब पकाउनु मात्रै छ सुक्खाको भैँसीको मासु। र सुक्खाको मासुको लागि पनि रेडी भइसकेको छ मसला हो। अन्त साग पनि भुटिसक्यो मैले हो। अन्त अब भैँसीको मासुको लागि मजाले प्याज रातो बनाउँदैछु। प्याज रातो बनाएर टमेटो लाउनु पर्यो भनेर हो। अन्त मजाले चलाउँदैछु। रातो भइसक्यो हो। अन्त अब मजाले रातो भयो खरिदियो। अब चाहिँ म मजाले पकाएर मिठो बनाउँछु भन्दै चरक चलाउँदैछु नि त। अन्त अब टमेटो लगाउँछु मजाले। बेसी लगाउनु हुँदैन भैँसीको मासुमा टमेटो, अमिलो हुन्छ। किनभने अलरेडी भैँसीको मासु अमिलो हुन्छ, त्यसले गर्दा म कम्ती लगाउँछु र चलाउँछु। त्यहाँदेखि अब मेरो साग पनि रेडी भइसकेको छ हो। मजाले भुटेर मैले हटकरीमा लगाएर राखेको। अब चाहिँ मेरो भैँसीको मासु पाक्यो है। भैँसीको मासु पनि पाकिसक्यो। कोलाई मनपर्छ कमेन्ट गर्नु होला। आजको भिडियो यति नै हो। धन्यवाद।